नमस्ते सबैजनालाई। म आज हजुरहरूको ब्याक पेनको लागि एक्सरसाइज सिकाउँछु। अब टाउको र चेस्ट उचाल्ने। 10 सेकेन्ड होल्ड, रिल्याक्स। छाती र टाउको उचाल्ने। यसलाई 10 सेकेन्ड होल्ड, यसलाई पनि 10 सेकेन्ड होल्ड, रिल्याक्स। उचाल्ने पछाडिबाट खुट्टा यति, यसलाई 10 सेकेन्ड राख्ने, छोड्ने। त्यसै गरी अर्को खुट्टा नि गर्न सक्नुहुन्छ। यो हात अनि अपोजिट खुट्टा है, यति, अनि यसलाई 10 सेकेन्ड होल्ड, छोड्ने। उचाल्ने यसरी दुईटै खुट्टा दुईटै हात उचाल्ने, यसलाई पनि 10 सेकेन्ड होल्ड, खुम्च्याउने, कम्मर उचाल्ने, यसलाई 10 सेकेन्ड होल्ड, रिल्याक्स। घुँडाले छातीमा टस्याउन खोज्ने, तान्ने, यसलाई पनि 10 सेकेन्ड होल्ड, रिल्याक्स। त्यस्तै गरी अर्को खुट्टा पनि गर्न सक्नुहुन्छ, तर अर्को यो घुँडा चाहिँ सिधा हुनु पर्यो है। छातीमा टस्याउने, तल उपर खुट्टी लगाउने अनि तान्ने छातीमा, यसरी यही पोजिसनमा है। यता स्ट्रेच फिल हुन्छ, यसलाई 10 सेकेन्ड होल्ड, रिल्याक्स। हात राख्ने अनि घुँडा मजाले टन्काउने, जति सक्छ त्यति तान्दा हुन्छ। यहाँनिर स्ट्रेच फिल हुन्छ। 10 सेकेन्ड होल्ड, रिल्याक्स।